नेपाली क्रिकेट टोलीद्वारा स्कटल्यान्डमा लिग 2 मा उत्कृष्ट प्रदर्शन गरी पुनरागमनको संकेत। कप्तान रोहित पौडेल र खेलाडीहरूको टोलीको सुधार र आगामी प्रतियोगिताका लागि सकारात्मक प्रतिक्रिया। नेपालले टी20 विश्वकप तयारीको लागि विभिन्न अभ्यास र अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिने। नेपाली क्रिकेट टोली युके र स्कटल्यान्डको 1 महिना भन्दा लामो टुर सकाएर आइतबार स्वदेश फर्किएको छ। यसपटक स्वदेश फर्कँदा नेपाली टोलीले एक किसिमको उपलब्धि नै हासिल गरेर फर्कियो। उक्त उपलब्धि थियो स्कटल्यान्डमा गएर लिग 2 कै बलियो प्रतिद्वन्दीहरूलाई हराएर महत्त्वपूर्ण अङ्क बटुल्नु। तुलनात्मक रूपमा कठिन मानिने स्कटल्यान्डको कन्डिसनमा नेपालले यसअघि कमजोर प्रदर्शन गरेकोमा यसपटक भने निकै स्तरीय प्रदर्शन गरेको थियो। नेपालले युकेमा भएको अभ्यास खेलमा निकै सुधारिएको प्रदर्शन गरेको थियो भने त्यही लय नेपालले स्कटल्यान्डमा भएको लिग 2 को खेलमा पनि निरन्तरता दियो। लिग 2 को राम्रो प्रदर्शनले नेपाल खराब अवस्थाबाट पुनरागमनको सुरुवात नै गरेको छ। एक हिसाबले भन्नुपर्दा नेपाली टोली लिग 2 मा ब्याक अन ट्र्याक भएको छ, अर्थात् लयमा फर्किएको छ। विशेष गरी नयाँ प्रशिक्षक स्टुअर्ट लको आगमनपछि देखिएको एक खालको सकारात्मक खेल शैली नेपालले अब आगामी दिनहरूमा पनि दोहोर्याउनु पर्ने हुन्छ। नेपालका लागि अब तत्काल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू छैन। अब नेपालको एक दिवसीय खेल पनि अक्टोबर भन्दा अगाडि रहेको छैन। त्यसबीचमा नेपालले अब टी20 विश्वकपलाई लक्षित गरी विभिन्न तयारी क्याम्पहरूमा सहभागी बन्नेछ। नेपाली क्रिकेट टोली यस टुर अघि लिग 2 मा रहेका 8 टोली मध्ये सबैभन्दा पुछारमा थियो। 12 खेलमा 6 अङ्क जोडेको नेपालका लागि यस अवै श्रृङ्खला महत्त्वपूर्ण अङ्क बटुल्नको लागि पनि महत्त्वपूर्ण थियो। ठीक त्यसै अनुरूप नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग 2 मा अब पुनरागमनको सुरुवात भएको संकेत दिएको छ। नेपाली टोली एक दिवसीय क्रिकेटमा लयमा फर्किएको देखिन्छ। नेपाली टोलीले लिग 2 को यस श्रृङ्खलामा 4 खेल मध्ये 3 खेल जितेको थियो। नेदरल्यान्ड्सलाई दुवै पटक हराउँदा स्कटल्यान्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको नेपालले अर्को खेलमा 2 रनको हार बेहोरेको थियो। समग्रमा भन्नुपर्दा नेपालले एकपक्षीय खेल कुनै पनि हुन दिएन। पराजित हुँदा पनि जितको निकै नजिक पुगेर हारेको थियो। यस बारेमा कप्तान रोहित पौडेलले पनि यस श्रृङ्खला समग्र रूपमा धेरै राम्रो भएको बताएका छन्। यो श्रृङ्खला निकै महत्त्वपूर्ण थियो। सबै खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुसार खेले, समग्रमा राम्रो नतिजा आएको छ उनले भने। त्यस्तो कन्डिसनमा गएर खेलहरू जितेका छौँ, लिग 2 कै 2 उत्कृष्ट टिमहरूलाई हरायौँ। आगामी सिरिजहरूका लागि पनि त्यसले मद्दत गर्छ। अर्का खेलाडी करण केसीले पनि युरोपका 2 उत्कृष्ट टिमलाई हराउनु धेरै राम्रो भएको बताएका छन्। युरोपको कन्डिसन फास्ट बलरका लागि उपयुक्त हुन्छ, त्यही अनुसार योजना बनायौँ र त्यसकै अनुसार खेल्दा राम्रो नतिजा सम्भव भयो उनले भने। टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले पनि स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराउनु उपलब्धि नै भएको बताएका छन्। त्यो कन्डिसन भनेको अलि गाह्रो नै हुन्छ, हामीले राम्रो खेलेको हो, आगामी खेलहरूलाई पनि यसले धेरै सहयोग गर्नेवाला छ उनले भने। नेपालले यस श्रृङ्खलामा देखाएको एक परिवर्तन खेलाडीहरूको मानसिकता र एक आपसमा देखिएको विश्वासको पनि नतिजा हो। नेपाली टोली पहिले भन्दा केही सुधारिएको समय र जिम्मेवारीका साथ खेल प्रस्तुत गरेको देखिएको थियो। विशेष गरी नेपालको कमजोर पक्षको रूपमा आएको ब्याटिङ यस श्रृङ्खलामा धेरै हदसम्म सुधार भएको देखिएको छ। त्यसमा नेपालले श्रृङ्खला अघि युकेमा गरेको अभ्यासको पनि महत्त्वपूर्ण भूमिका रह्यो। नेपाली टोलीले लिग 2 खेल्न स्कटल्यान्ड जानु अघि नेपालमै कोर क्याम्प अभ्यासमा सहभागी भएको थियो भने त्यसपछि इङ्ल्यान्डमा गएर विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो। अभ्यासको क्रममा पनि नेपाली क्रिकेट टोलीको मुख्य समस्याको रूपमा रहेको ब्याटिङ सुधारिएको छनक देखिएको थियो। यसलाई लिग 2 को खेलमा पनि निरन्तरता दिनु चुनौतीपूर्ण थियो। घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितिका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरेका थिए, जसलाई लिग 2 का खेलहरूमा पनि ब्याटरले निरन्तरता दिए। मध्यक्रमको ब्याटिङमा नेपालका लागि आरिफ शेखको प्रदर्शन शानदार रहेको थियो। आरिफसँगै भीम सार्की, दिपेन्द्र सिंह ऐरी र गुलसन झाले राम्रो
ब्याटिङ गर्दै साझेदारी पनि निर्माण गर्दै खेल चलाइरहे, जहाँ लोअर मिडल अर्डर मानिने सोमपाल कामी र फिनिसर करण केसीको पनि साथ रह्यो। यस्तै ओपनिङ ब्याटिङमा कुशल भुर्तेलले केही जिम्मेवारीका साथ खेलेको देखिएको छ, यद्यपि त्यसलाई निरन्तर कायम राख्न सके सुनमा सुगन्ध थपिनेछ। बलिङमा नेपालका गरेका नन्दन यादवले पनि शानदार प्रदर्शन गरेका छन्। यी सबै कुराहरूको पछाडि माइन्ड सेटमा भएको परिवर्तन पनि प्रमुख कारक रहन्छ, जसको श्रेय नवनियुक्त प्रशिक्षक स्टुअर्ट ललाई पनि जान्छ। उनले टिममा सबै कुरा सन्तुलित राख्ने गरेको खेलाडीहरू बताउँछन्। कप्तान रोहित पौडेलले प्रशिक्षक ल निकै सरल रहेको बताएका छन्। उहाँ एकदम स्ट्रेट फरवार्ड हुनुहुन्छ, मैदानमा प्राप्त भएका अवसरहरू सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, धेरै जटिल पनि बनाउनुहुन्न अवस्थालाई उहाँले भन्नुभयो। कमजोर टिमलाई खराब अवस्थाबाट माथि उठाउने क्षमताका लागि परिचित लले नेपाली टोलीलाई पुनरागमनको बाटो देखाइसकेका छन् र खेलाडीहरू त्यसमा हिँड्न सुरु पनि गरिसकेका छन्। मानसिकतामा आएको परिवर्तनले नेपाली टोलीले आगामी श्रृङ्खलाहरूमा पनि यही किसिमको प्रदर्शन गर्न सके नेपालका लागि एक दिवसीय विश्वकपको ढोका पनि खुल्न सक्छ। नेपालले स्कटल्यान्डमा लिग 2 खेलिसकेपछि T20I श्रृङ्खला पनि खेलेको थियो, त्यसमा पनि नेपालको प्रदर्शन मिश्रित रह्यो। नेपालले 2 खेल जित्दा 2 खेलमा पराजित भयो। नेपालले नेदरल्यान्डसँग 3 पटकसम्म सुपर ओभरमा पुगेर खेल हारेको थियो भने श्रृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग 34 रनले पराजित भएको थियो। यसबीचमा दुवै टोलीलाई एक पटक हरायो पनि। यस श्रृङ्खलामा नेपालका लागि 2 मुख्य खेलाडीहरू सोमपाल कामी र गुलसन झा उपलब्ध नहुँदा रूपेश सिम र किरण ठङ्गुन्नाले डेब्युको मौका पाएका थिए। किरणको प्रदर्शन सामान्य रहँदा रूपेशले भने आफूलाई अलराउन्डरको भूमिकामा चिनाइसकेका छन्। बलिङमा पनि विकेट निकालेका उनले ब्याटिङ मार्फत क्यामियो पारीहरू खेलेका थिए, जुन नेपालका लागि तल्लो क्रममा निकै सहयोगी साबित हुन सक्छ। आगामी T20 विश्वकप छनौटका लागि पनि उनले मौका पाउन सक्ने सम्भावना देखाएका छन्। कप्तान रोहित र भुर्तेलले नयाँ आएका खेलाडीहरूबाट पनि राम्रो प्रदर्शन भएको बताएका छन्। जति पनि नयाँ खेलाडीहरू छन् राम्रो गरेका छन्, T20मा पनि राम्रो खेल्यौं, झन् राम्रो हुनेछ भन्ने लाग्छ, भुर्तेलले भने। यस्तै ओडिआईमा डेब्यु गरेर राम्रो प्रदर्शन गरेका नन्दन यादवले T20I मा पनि डेथ बलिङ र तल्लो क्रमको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका छन्। नेदरल्यान्डसँग 3 सुपर ओभरमा पुगेको खेल उनकै ब्याटिङले सम्भव भएको थियो। उनले निर्धारित खेलको अन्तिम बलमा चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो, जहाँबाट नाटकीय रूपमा खेलको नतिजा निस्कन 3 सुपर ओभर कुर्नु परेको थियो। नन्दनले उक्त खेल पहिले नै जिताउन खोजेको बताए। कसैले पनि सोचेको थिएन त्यस्तो 3वटा सुपर ओभर हुन्छ भनेर। अलिकति अभागी पनि भयौं, सबै आश्चर्यमा थियौं। बराबरी भएको भए गरेर उनले भने हातमा अलि चोट लागेको भएर छक्का त प्रहार गर्न सकिन, तर ड्र भएर सुपर ओभरमा भए पनि लान्छु भन्ने थियो। नन्दनले यो टुरमा गरेको प्रदर्शनबाट उनी अब नेपालका लागि दुवै फर्म्याटमा नियमित रूपमा स्थान पाउन योग्य भएको कुरा प्रमाणित गरेका छन्। नेपाली टोलीका लागि अब लामो समयसम्म एक दिवसीय खेलहरू तालिकामा छैन। नेपालले अब आगामी लिग 2 श्रृङ्खला सिधै अक्टोबरमा खेल्नेछ। त्यसबीचमा नेपाली टोली अब T20 विश्वकपको छनौटमा केन्द्रित रहनेछ। त्यसका लागि आगामी महिनादेखि नै विभिन्न क्याम्पहरू तय छन्। जुलाईमा नेपाली टोली श्रीलङ्का गएर तयारी क्याम्पमा सहभागी हुनेछ भने अगस्तमा भारतका विभिन्न ठाउँमा पकेट क्याम्पमा सहभागी हुनेछ। अगस्तमै अस्ट्रेलियामा गएर पनि अभ्यास खेलहरू खेल्नेछ। सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक T20 श्रृङ्खला खेल्ने तय भइसकेको छ। 2 पटक विश्वकप जितेको वेस्ट इन्डिजसँग खेल्न खेलाडीहरू पनि उत्साहित छन्। कप्तान रोहितले भने यो नेपालको लागि ठूलो उपलब्धि भएको छ। एकदमै उत्साहित छौं। धेरै स्तरीय टिम हो वेस्ट इन्डिज र खेल्न पाउनु भनेको हाम्रो लागि आफैमा एउटा ठूलो उपलब्धि पनि हो, उनले भने। यस्तै भुर्तेलले पनि वेस्ट इन्डिजसँगको खेलले राम्रो एक्सपोजर मिल्ने बताउँदै खेल्न निकै उत्साहित रहेको बताएका छन्। नन्दनले पनि सबै खेलाडीको चाहना नै ठूलो राष्ट्रसँग खेल्न पाउनु भएको बताउँदै यस खेलले धेरै कन्फिडेन्स बढ्ने बताएका छन्। वेस्ट इन्डिज भनेकै T20 को लागि चिनिने टिम हो। अलिकति चुनौती दिन सकियो भने जित्न सकिन्छ। धेरै उत्साहित छौं, उनले भने। नेपालले खेल्ने ICC T20 विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनौट आगामी अक्टोबरमा ओमानमा हुँदैछ। त्यसका लागि पनि वेस्ट इन्डिजसँगको श्रृङ्खलाले ठूलो अर्थ राख्नेछ। विशेष गरी उक्त श्रृङ्खला UAE मा
हुने भएको र ओमानसँग त्यहाँको कन्डिसन मिल्ने भएकोले नेपालका लागि उक्त खेल एक्सपोजर र अभ्यासका हिसाबले धेरै अर्थपूर्ण हुनेछ। त्यसपछि नेपालको लक्ष्य भनेको लगातार दोस्रो पटक एवं समग्रमा तेस्रो पटक T20 विश्वकप खेल्ने हुनेछ, जुन कुरा प्रशिक्षक लले यसअघि नै नेपालको प्रमुख लक्ष्य भएको बताइसकेका छन्।